नेपालमा नै बसेर केही गरी खाने वातावरण नै छैन क्या, यो नेताहरूको कारणले। भन्दै विरोध गरेर सरकारमा आइपुगेकाहरूले यसरी सानोतिनो व्यापार व्यवसाय गरेर बसिराखेको नागरिकहरूलाई चाहिँ गुन्डाराज शैलीमा हतोत्साहित गर्ने, राज्य पक्षबाटै व्यापार व्यवसायहरू यसरी चाहिँ असुरक्षित हुन थालेपछि अनि कसरी चाहिँ अब एउटा युवाले, आम नागरिकले चाहिँ सानोतिनो व्यवसाय गरिखान्छु भनेर लगानी गर्न सोच्छ होला? कसले हिम्मत गर्छ त? अब यदि होइन भने अवैध ठाउँमा नै छ भने पनि वैध ठाउँमा सार्नको लागि समय दिनुपर्छ। यदि समयभित्र पनि सारेन भने राज्य पक्षबाटै उसलाई सुरक्षित ढङ्गले चाहिँ वैध ठाउँमा सार्नको लागि वातावरण बनाइदिनुपर्छ, विकल्पहरू दिनुपर्छ। किनकि नेपाल त कानुनी राज भएको देश हो नि त। गुन्डा र शैलीमा यसरी राज्य पक्षबाट चाहिँ व्यवसायीहरूले आतंकित गर्ने, हतोत्साहित गर्ने गर्दाखेरि चाहिँ अनि व्यापार व्यवसाय कसरी फस्टाउँछ र देशको अर्थतन्त्र माथि जान्छ त?